यसको प्रिन्सिपलमा यसले काम गर्छ र यसको उपयोगिता के छ भनेपछि यसको प्रयोग दोस्रो विश्वयुद्धको अवस्थामा यसको प्रयोग भएको थियो। पेरिस्कोपको प्रयोग भएको थियो जब सिपाहीहरू बङ्करभित्र बसेका थिए। बङ्करभित्र बस्दाखेरिमा उनीहरूले बङ्करबाट पेरिस्कोपको प्रयोगले गर्दाखेरिमा माथितिर शत्रुहरू को आइरहेको छ त्यो सजिलैसँग अवलोकन गर्नको लागि, हेर्नको लागि र शत्रुहरूबाट बस्नको लागि र शत्रुहरूमाथि आक्रमण गर्नको लागि यो पेरिस्कोपको प्रयोग भएको थियो। र दुईवटा मिररहरू प्रयोग गरिएको छ। एउटा मिरर तलतिर छ र एउटा मिरर माथिको यो एंगलमा मिरर छ र यो मिररलाई तपाईहरुले जोड्नु पर्ने छ र तपाईहरुको यो कम्पिटिसन हुनेछ। जुन समूहले सबैभन्दा चाँडो बनाएर त्यो मिररबाट 80% लाइटको टोटल इन्टरनल रिफ्लेक्सन भएको हामीले पायौं भने सबैभन्दा पहिले बनाउने ग्रुप विनर हुनेछ र कम्पिटिसनमा हामीले जो विनर भयो त्यसको लागि उहाँहरुले केही पुरस्कारको व्यवस्था, केही गिफ्ट ह्याम्पर, एउटा चिनो उहाँहरुले प्रदान गर्नुहुनेछ र यसको सबै कुराहरु यहाँ छ। तपाईहरुले फिट गर्नुपर्ने छ। तपाईहरुसँग सबै मेटेरियलहरु छ र तपाईहरुको लागि सबैलाई उपनि प्रदान गरिएको छ। ग्लु स्टिकहरु छ र चिपकाउनु पर्ने छ। र यसको के हुनेछ भनेपछि हामीले टाइम स्टार्ट भन्ने छौं र टाइम स्टार्ट भइसकेपछि सबैले बनाउनु हुनेछ र जुन समूहले सबैभन्दा चाँडो पेरिस्कोपको निर्माण गर्यो र त्यो समूहलाई हामीले विजेता घोषणा गर्नेछौं। र पछाडीको भाइहरु एकछिन बस्दिनु होला, तल गइदिनु होला। तपाईहरु तलबाट हेर्नु होला। सबै भाइहरु सहभागी मात्र माथि, अरु सबै तल हो, तल बस्नुस् है। र यसको लागि म सामान्य पहिले तपाईहरुलाई अब त्यहाँ डेमो सबै तपाईहरु समक्ष छ कसरी बनाउने भन्ने कुराहरु म एकछिनमा तपाईहरु सामान्यमा जानकारी गराउँछु र त्यही अनुसार तपाईहरुले बनाउनु हुनेछ र तपाईहरुको अनि समय सुरु भइसकेपछि जसले चाँडो बनाउने छ त्यसले हामीले विनर घोषणा गर्नेछौं है त। जस्तो के छ अब यहाँ यो छ नि, यसमा तपाईहरुले अब यो फिट गर्नुपर्ने छ। ग्लुगन त कमै भयो क्या मसँग थियो।